भन्ने के च्यानल भन्ने है। आज मेरो बहिनी आएर के गर्दैछौ? हामी आज चटपटे खाँदैछौँ। चटपटे हाम्रो भेट चाहिँ ठ्याक्कै 1 वर्षपछि माई च्यानल भन्नु के अब निस्ता दिदीको च्यानल भन्नु है। जहाँबाट अहिले भिडियो चाहिँ आउँछ। अनि आज म चाहिँ उता वर्षदेखि चाहिँ यहाँ दिदीलाई भेट्न आएको छु ठ्याक्कै 1 वर्षपछि होइन दिदी। अनि हामी आएर चाहिँ त्यो फलफुल खाएर चाहिँ अब हामीले के खाँदैछौँ? चटपटे खान्छौँ। यो चाहिँ कस्तो कर्णाली प्रदेशको चटपटे भन्ने होला। यो सुर्खेतको स्टाइलमा स्टाइल त अब सबै हो। म्युजिक चाहिँ हाइड गरेको छौँ हामीले एकदम। सब यहीँ रुममै बसेर मजाले काटेर होइन आरामले। गर्मी कस्तो छ बाहिर? गर्मी त एकदम गर्मी छ है। एकदम गर्मी छ एकदम। मेरो कछुवा रानीलाई नुहाइदिन्छु अब म। बाहिर त गर्मी लुगा सुकायो भने पनि 15 मिनटमा पुरै सुक्छ के। यस्तो गर्मी छ है। आमा यो चाहिँ मेरो बाल्कनी हो। I'm here। कहाँ जाने? हामी अब जाँदैछौँ नेपालीको सबैजना जाने ठाउँ बरदुबई। त्यो पनि सपिङ गर्न मात्र है। सामानहरु किन्छौँ हामीले। ओके रिङ अब उतै भेटौँ न बाटोमा। ओके बाइ बाइ। नै आज सिकाइदिउँ न हामी कसरी जान्छौँ अल्टिगादेखि भनेर चाहिँ है। अब हामी यो हाम्रो तिमी नै बनाऊ न ब्लग। ल ब्याक क्यामेरा गरौँ ल। ल गाइज अब चाहिँ हामी यहाँ लिफ्टमा छौँ। आज चाहिँ हामी हजुरहरूलाई कसरी सिकाउँछौँ भने चाहिँ हामीले कतिपय मान्छेहरू चाहिँ यहाँ न्यू हुनुहुन्छ नि त होइन। कोही आउने हुनुहुन्छ। हामी आइसक्यो त्यही भएर चाहिँ हामी हजुरलाई देखाइदिन्छौँ। हामी चाहिँ आज मेट्रोको थ्रु जाँदैछौँ है। हामी मेट्रोबाट कसरी जाने भन्ने हुन्छ भनिसकेको छ हाम्रो नुन कार्डको बारेमा सबै। हामीसँग चाहिँ मेट्रोको कार्ड हुनुपर्छ होइन। त्यो हामीले पहिला म आउँदाखेरि चाहिँ 50 दिराम हालेको थिएँ। अहिले चाहिँ 25 दिराममा आउँदो रहेछ। त्यो चाहिँ गुड होइन, त्यो चाहिँ राम्रो कुरा हो। त्यहाँभित्र अलरेडी 19 दिराम हजुरलाई हुन्छ जति हुन्छ होइन। अनि त्यसपछि त्यहाँ सबै मेट्रोमा इन्फर्मेसन सब देखाइदिएको हुन्छ। त्यहाँ हजुरहरू कसरी जाने, कसरी कुन ठाउँमा झर्ने, एकदम रेड र ग्रिन लाइन हुन्छ, कसरी अब कुन लाइनमा जाने हजुरहरू सबै त्यहाँ हेर्ने। नत्र भने त्यहाँ टन्नै स्टाफहरू हुन्छ, सोध्नु पनि हुन्छ। हामी अहिले गएर देखाउँछौँ पनि है। यो चाहिँ हाम्रोको मेसिन के होइन दिदी के अरे? यो चाहिँ हजुरहरूको ब्यालेन्स पैसा हाल्ने रिचार्ज गर्ने मेसिन हो होइन। कोही दुबई आउँदै हुनुहुन्छ, कोही नयाँ हुनुहुन्छ भने हेर्नु यहाँबाट हामीले सबै कन्ट्रीमा पठाउन सक्छौँ। फिलिपिन्स, बङ्गलादेश, नेपाल सबै। मैले अब मेरो फ्यामिलीलाई यहाँबाट रिचार्ज गर्न पनि मिल्छ होइन। अनि यो चाहिँ इतिसाला डु यो हाम्रो यहाँको रिचार्ज गर्नलाई। यहाँबाट चाहिँ हामी पैसा हाल्छौँ अनि यहाँबाट रिसिप्ट आउँछ है। अनि हामी हाम्रो लक्ष्मी हामी चाहिँ रिगाको सहरमा छौँ। अहिले हामी रिगामा छौँ। ग्यासको यो चाहिँ ग्यास हुन्छ दिदी। हजुरको चाहिँ ग्यास कस्तो हुन्छ? आज नै अर्डर गरेपछि आज नै आउँछ ग्यास? हाम्रो त ओनरले नै गर्छ अर्डर। आइहाल्छ उतिखेर आउँछ है। हाम्रोमा चाहिँ आज अर्डर गऱ्यो नि भोलि मात्र आउने कि दिदी? होइन त्यो तिमीहरूको ओनरको त्यो केही सिस्टम होला कि। त्यही त। हाम्रो त अहिले रातिको 2 बजी भ्यायो भने नि 15-20 मिनटपछि आइपुग्छ। अनि के भन्छ अरे हाम्रो यहाँ म्याक्सिमम रिगामा चाहिँ धेरै नेपालीहरू बस्नुहुन्छ कि सबै मिक्स छ। अलरिगा भन्ने ठाउँमा हो। यहाँबाट चाहिँ हाम्रो एयरपोर्ट जानु जम्मा 9-10 मिनट मात्रै लाग्छ बाई ट्याक्सी। अनि एयरपोर्ट जानु होइदिन्छु। अनि नजिक छ नि त। मेरो पहिला चाहिँ ड्युटी पनि एयरपोर्टको नजिकै थियो अनि बस्ने पनि त्यही नजिकै। म यही ठाउँमा बसेको 6 वर्ष भइसक्यो। अनि त्यही भएर हजुरहरूलाई चाहिँ जे पनि केही इन्फर्मेसन चाहिएछ भने कमेन्ट गर्नु होला। दिदीले रिप्लाई गर्नुहुन्छ न्यू मान्छेहरूलाई। किनकि म आफै पनि 1 वर्ष भयो नि त। अनि मलाई अझै पनि कति कुराहरू थाहा छैन। म दिदीलाई सोध्छु भने चाहिँ हजुरहरूलाई पनि यस्तो हुन्छ। तर कहिले पनि हजुरहरू भिजिट भिसामा आउँदै हुनुहुन्छ भने चाहिँ आफ्नो मान्छे छ भनेर उनीहरूको आसमा नआउनुहोस्। धोका पाउन सक्नुहुन्छ। जस्तै मेरो बहिनीले धोका पाएको थिइन् लास्टै एकदम ठुलो धोका। सायद दिजु नभएकै म दुबई हुन्थेन दिजु, म सिधै भनिदिन्छु। यति दिजु नभएकै म गइसक्थेँ नेपाल। अनि त्यस्तै हो होइन। अब यहीँ हेर्नु यहाँको यो क्रस गर्ने ठाउँमा चाहिँ मान्छे त्यहाँ उभियो भने ऊ गाडीहरू साइडमा ट्याक्क आफै रोकिहाल्नुहुन्छ। हजुर क्रस पनि गर्नु पर्दैन। त्यहाँ हिँड्न लाग्छ मान्छे भनेपछि आफै रोकिहाल्छन् होइन। गर्मी
अनि त्यसपछि चाहिँ हामी घरबाट हिँडेको 2 मिनट्स भयो होइन। हाम्रो नेपाली रेस्टुरेन्ट हेर्न सक्नुहुन्छ। नमस्ते जलरेगामा एकदमै मिठो मोमो पाइन्छ। मेट्रो स्टेसन हो। मेट्रो स्टेसन ला दिदी म त छाता छोड्यो हजुरको रुममा ल्याउनु पर्छ न होस् छोड्दैछु अब फेरि कहाँ जानु अब त्यसकै लागि पनि ल्याउनु आउँछौ नि त अर्कोचोटि हामीलाई नि त अब होइन यो चाहिँ हाम्रो मेट्रो है छाता कहिले छोड्नु भन्नाले अर्को छाता युज नगर्नु भन्छ नि त न त्यसो लिएर राम्रो क्या दिन्छु आइहाल्छु त फेरि हामी 3 चोटि रिटर्न हुन्छ फेरि त्यही त फेरि राम्रो हुँदैन कि यति टाढा आइसकेको मलाई लागि त राति के बिर्से जस्तो र अनि अब हेर्नु है हामी मेट्रोमा जाँदैछौँ। मेरो रुमको 2 मिनट्स वाकमा मेट्रो स्टेसन छ। अनि यहाँ चाहिँ कस्तो यो चाहिँ हामीले पैसा हाल्ने अनि खुर्र पारेर यो चाहिँ ठ्याक करिम टाइपको के नेपालको हजुरले 2 दिनमा हाल्नुभयो भने हजुरले कति घन्टाको हुन्छ एप्लिकेसनबाट डाउनलोड गर्नुपर्छ होइन। अनि जहाँ गएर उ गरे हुन्छ अनि त्यस्तै ठाउँमा स्टेसन हुन्छ नि त्यही ठाउँमा लगेर ट्याक्क राखिदिनु पर्ने हुन्छ। टाइम अफ भएपछि त्यो आफै अफ हुन्छ है। फेरि मलाई चाहिँ कस्तो अब यहाँ दुबईमा चाहिँ मलाई भिडियो गराउनु कस्तो डर लाग्छ कि त्यस्तो कतिपय रुल्सहरू थाहा छैन नि त कहाँ गएर के गराउनुपर्छ भनेर अनि मेट्रो कार्ड होइन लाइक रेगुलरबाट गयो। अब म जान्छु। यो मैले चाहिँ 1 टाइम पास लिएँ किनभने चाहिँ मेरो एकजना भाइले मेट्रो कार्ड मागेर लगेको उसले चाहिँ रिटर्न गर्नमा अलि ढिलाइ गर्यो अनि प्लिज मैले 2 टाइम्स भइसक्यो लिएको मलाई भोलि रिटर्न गर ल मेरो अब कहिलेकाहीँ मान्छेहरूसँग पैसा हुँदैन नि त अनि मलाई यो दिनु न मलाई मेट्रो कार्ड दिनु नजानु चाहिँ तै भन्छ कि उनीहरू अनि युज गर्छ है। ठिकै छ। अब हामी यो माथिको फ्लोरबाट यसरी आयो होइन लक्ष्मी दिदी हामी भेटाउँदैनौँ होला गोल्डमा नजानु होला कहिले पनि गोल्डमा चाहिँ होइन यो गोल्ड सेक्सन हो देखाउँछु। यहाँ चाहिँ कहिले पनि नजाने गोल्ड कार्ड मात्रै हो त्यहाँ जाने त्यहाँ गयो भने हजुरलाई फाइन लाग्न सक्छ अनि त्यहाँ लेडिजको पनि हुन्छ है। यहाँ चाहिँ बाहिर देखाइदिउँ न गोल्डमा चाहिँ कहिले पनि हामी यहाँ छौँ होइन हामी 2 मिनटमा अर्को स्टेसनमा पुगिहाल्छ। المحطة الأخيرة لهذا القطار هي الخيل. المحطة القادمة وهي محطة انتقالية بين خطي الأحمر والأخضر لمترو دبي. The final destination of this train is Al Khail. The next station is Union. Final destination This is interchange station between Dubai Metro Red and Green here. وهي محطة انتقالية بين خطي الأحمر والأخضر لمترو دبي. The final destination of this train is Al Khail. हामी अब यहाँ रेड लाइनबाट अब हामी ग्रीन लाइन चेन्ज गर्दैछौँ होइन। अब यो चाहिँ के भयो अब हेर्नु यहाँ यताबाट जाँदा एउटा स्टेसन आउँछ उताबाट जाँदा एउटा स्टेसन आउँछ होइन। हजुरले हरेक कुरा विचार गर्नुपर्ने हुन्छ। के भन्यो अनि मैले नि त्यही सबै हजुरको चाहिँ हजुर कहाँ जाने हो भनेर ऊ यहाँ माथि हेर्न सक्नुहुन्छ। अहिले क्लियरली चाहिँ हजुरले देख्नु भएन होला है सेन्टर पोइन्ट अनि अब हामी यहाँबाट जान्छौँ कि त्यहाँबाट माथि गएर हामी अर्को यो चाहिँ रेड लाइनको मेट्रो हो। अब ग्रिन लाइन चेन्ज गर्छौँ प्लेटफर्म 3 मा हो 3 मा जान्छौँ हामी। उता जामबुट खोली रहेछ रुक्छ सरी होइन ट्याक्कै हामी चाहिँ लक्की रहेछौँ कि ग्रिन लाइन ट्याक्कै आइपुग्यो होइन मेट्रो
अब हामी भित्र छिर्छौँ, नत्र भने यो चाहिँ अलि 4 मिनट 5 मिनट लाग्छ कि यो आउन चाहिँ। ग्रिन लाइन चाहिँ धेरै छैन नि त। अनि चाहिँ वुमन्सको लास्टमा हुन्छ अनि गोल्डको लास्टमा हुन्छ। गोल्डमा चाहिँ गोल्ड कार्ड होल्डरमा चाहिँ जानु मिल्छ अनि वुमन्सकोमा चाहिँ त्यो बच्चा र लेडिजहरू मात्रै जानु मिल्छ होइन। अनि बाँकी मिक्स म्याक्स चाहिँ अब यतै बिचमा सिटमा बस्ने नत्र भने उभिने जस्तै हाम्रो। यो चाहिँ हाम्रो आजको आउटफिट होइन। الأبواب سوف تفتح من جهة اليمين. The next station is Al Hubeiba. Doors will open on the right-hand side. लड्छु म अब। अल गुबैबा भनेको चाहिँ नेपालीहरूको बडो दुबई भन्ने ठाउँमा हो। ओल्ड दुबई पनि भन्छ त्यसलाई होइन। हामी चाहिँ त्यही जाने हो। अल गुबैबा मेट्रो स्टेसनमा झरेपछि चाहिँ बडो दुबई आयो होइन। हजुरहरू चाहिँ अब मजाले नेपालीहरूको त्यो लिन सक्नुहुन्छ। यहाँ सबै छ। अनि मेरो एकजना दिजुको एकदमै राम्रो सलुन छ यहाँ। त्यो चाहिँ सलुनको नाम हो सिक्रेट। सरी, यसको वासरुम पनि छ होइन। अनि हजुर कुन एक्जिट जाने हो? यताबाट पनि हुन्छ, यताबाट पनि हुन्छ। हामी जाने यता हो, बट हामीलाई चाहिँ वासरुम लागेको भएर म्याप पनि छ, सबै छ है। मलाई चाहिँ वासरुम लागेको भएर हामी वासरुम जाँदैछौँ। यो गर्ल्सको वासरुम हो र बोइजको त्यहाँ छ, एभ्रिथिङ सेपरेट। अनि त्यसपछि है ल अब मैले यहाँ ट्याप गरेँ होइन। मेरो कति ब्यालेन्स काट्यो, कति बाँकी हुन्छ सबै देखाउँछ त्यहाँ है। अनि 5 हो अनि म्याक्सिमम 7, 8 त्यस्तै गर्छ। त्यही हो। रेड र ग्रिन लाइन चेन्ज गऱ्यो भने चाहिँ 5 हो। अदरवाइज त नजिकै चाहिँ 3 ग्राममा हुन्छ। अनि टाढा भयो भने चाहिँ त्यही हो 5, 7 हो। फेरि पहिला सजिलो थियो 5 ग्राम पनि सर्ट हाल्नु मिल्थ्यो। अनि मैले हजुरहरूलाई हामी चाहिँ अहिले अल गुबैबा मेट्रो स्टेसनमा आइसकेका छौँ होइन। अनि हजुरहरू कसैलाई पनि नेपाली सलुन राम्रो चाहिएको छ भनेपछि एउटा सलुन छ यहाँ, सिस्टर सिक्रेट सलुन। एकदम राम्रो सर्भिसहरू छ त्यहाँ। मेरो कपाल पनि मैले त्यही प्रोटिन गरेको है। अनि एकदम राम्रो छ त्यहाँ। अनि उहाँहरूले जस कस्टमरलाई जे चाहिएको छ त्यही नै उहाँहरूले आफ्नो खुसी त्यही नै हो भन्ने ठान्नुहुन्छ र उहाँहरूले राम्रो काम गर्नुहुन्छ है। अनि सिस्टर सिक्रेट सलुन जानको लागि चाहिँ यहाँबाट हजुर टेलर लाइन भन्ने ठाउँमा जान सक्नुहुन्छ। यहाँबाट म त्यहाँसम्म पुगेँ भने चाहिँ म हजुरहरूलाई म देखाइदिन्छु पनि। सायद म जाँदिनँ होला त्यहाँ चाहिँ। एकचोटि हजुरहरू सर्भिस लिनलाई जानु होला है। मन पर्यो भने फेरि जानुहोस्, नत्र भने हजुरहरूलाई फोर्स छैन। यो चाहिँ अल गुबैबा मेट्रो स्टेसनको बाहिर। अनि यहाँ चाहिँ बस स्टप छ। काष्ठमण्डप पो त्यहाँ हो नि। काष्ठमण्डप भन्ने क्या त्यो SK7 क्लब। अब हामी यहाँबाट जान्छौँ होइन। यो बलिउड भन्ने यताबाट हजुर यहाँभित्र गल्लीमा छिर्नुभयो भने टेलर लाइन भनेर आउँछ। ट्याक्क त्यहाँ गएपछि हजुरले सिस्टर सिक्रेट सलुन भेट्नुहुन्छ है। अनि नत्र उहाँहरूको हजुरले टिकटक आइडीमा खोजेर पनि उहाँले हजुरहरूले फोन गर्न सक्नुहुन्छ। अनि म चाहिँ त्यहाँको सर्भिस मन परेर मात्रै मैले हजुरहरूलाई भनेको है।
आइटमको ड्रेसहरू छ गाइस, मूल्यदेखि लिएर। बाइ द वे हामीले बिचमा हामीले धेरै ब्लग बनाएनौँ है, किनभनेदेखि मेरो बहिनीलाई टेन्सन भयो। के भयो भन्दै एक्सप्लेन। अलिकति कामको टेन्सन भयो मलाई गाइस। उसको ड्युटीमा आज चाहिँ उसको छुट्टी होइन, ऊ चाहिँ सिनियर हो अनि के अरे फेरि अब यहाँ उसकोमा नयाँ स्टाफले मिस्टेक गरेर हैरान गरेर उसलाई ड्युटी जानुपर्ने के भयो। सिकाइस् भनेर चाहिँ कतिले मलाई पोइन्ट आउट गरिरहेछन्। हुन पनि मेरै गल्ती हो, किनकि कसैले मलाई ट्रस्ट गरेर कोही स्टुडेन्ट छोडेको छ भने त्यसलाई गाइड गर्नु मेरो नै हो नि त हिँड्दैछु। अनि अब त्यही भएर अब हाम्रो रमाइलो यति सपिङ भयो है, अब अनि त्यसपछि अब हामी फर्किँदैछौँ। उसलाई चाहिँ ड्युटी जानुपर्ने भयो। ल अब हामी यहीँबाट छुट्टिन्छौँ। छुट्टिन्छौँ ल। बाई बाई। इट्स भेरी स्याड बिकज सी हेभ टु गो ड्युटी अगेन होइन। कति पछि भेट भएको आमामा है, 1 year मजाले बस्न पनि पाएन, मोमो खाने भनेको त्यो पनि मिलेन, पाएन। चटपटे फलफुल सरपटे फलफुल गफ गरिने। यिनले मलाई भेट्न आएको कि चक्लेट ल्याएर आएको छिन्। मलाई चक्लेट मजा आएर चक्लेट अब ल्याएर हामी आएको यहाँ चाहिँ बुझ्छौँ त्यसपछि हामी छुट्टिन्छौँ है। ल अब अर्कोचोटि भेटौँला। 6:30 भइसक्यो।